हेलो एन्ड नमस्ते सबैजनालाई वेलकम टु एनदर भिडियो। आजको भिडियो सुरु हुँदैछ घर छेउबाट र बाटो छ हाम्रो क्रेजी पुरा एडभेन्चरस बाटो। माई गुडनेस बन्दैछ भन्न चाहिँ अब यस्तै हो है। सो आजको भिडियो चाहिँ अलिकति डिफ्रेन्ट र स्पेसल छ मेरो लागि। किन स्पेसल छ भन्दाखेरि चाहिँ कसम म पागल हुन लागिसकेँ। एउटा चिजले फ्रस्ट्रेट बनाइसक्यो मलाई। त्यो फ्रस्ट्रेसनको सल्युसनको लागि म जाँदैछु। त्यो सल्युसन र त्यो फ्रस्ट्रेसन के होला भनेर गेस गर्दै हुनुहुन्छ भनेदेखि चाहिँ ल के हो यो। ओए ओए सिलेन्स ओए 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 ओए। सो ओके, अब टाइटल हेरेर त थाहा पाउनु पनि भयो होला अब थम्बनेल हेरेर। सो एक्चुअली जान लागेको भनेको चाहिँ मेरो सिटको रिपेयरको लागि हो। कसम एकदम लाज लाग्ने नै बनाइदिन्छ यार अफिस पुग्दाखेरि यो सिट। अनि आफ्टर राइडिङ अलमोस्ट लाइक 24,000 प्लस किलोमिटर अब चाहिँ मलाई के फिल भयो भन्दाखेरि यो सिटलाई चाहिँ एकचोटि रिपेयर नै गर्नुपर्छ भनेर। सो आज जाँदैछु। हाम्रो सञ्चित भन्ने एकजना भाइ हुनुहुन्छ, ज्ञानेश्वरमा सप रहेछ। नाम चाहिँ फेरि प्रिमियम कभर्स भनेर राखेको छ, राख्नु त होइन। यस्तै सिटहरू मोडिफिकेसन रिपेयर्सहरूदेखि लिएर एभ्रिथिङ गर्ने। सो त्यसको लागि चाहिँ आइ एम गोइङ देयर। सो लेट्स गो एन्ड चेक इट आउट। उसको पनि अब अलिकति प्रमोसन टाइपको पनि भइदियोस् है भाइहरूको। हेरौँ यो सिटलाई कतिको रिपेयर गर्न सकिन्छ र कसरी वाटरप्रुफ गराउन सकिन्छ भन्ने कुरा हो। मैले चाहिँ के सोचिरहेको छु भन्दाखेरि यो सिट त ठिक छ, तर यसमा चाहिँ म हल्का फर्म एड गर्छु होला। अलिक पच्केको जस्तो फिल भइरहेछ मलाई। अनि त्यस पछाडि आई माइट एड अ रेन लेयर भित्र है। भित्रबाट रेन लेयर एड गरेर यही सिट कभरलाई नै राखौँ कि जस्तो नि लागिरहेको छ। बट हेरौँ अब के गर्न सकिन्छ भनेर। हेरौँ अब थाहा हुन्छ होइन एकछिनमा। यदि तपाईँहरू पनि यो प्रब्लमबाट गुज्रिरहनु भएको छ भनेदेखि एउटा सल्युसन चाहिँ केही फाइन्ड गर्न सकिन्छ कि भन्ने मेरो मेन मोटिभ छ। म ठ्याक्कै आइपुगेँ होइन। उतै अगाडि रहेछ। म त फोन गर्न लागेर चाहिँ भेट देखिहालेँ मैले। चट्ट लगाएर श्याम सिट मेकर भनेर छ। ए सयो ल यस्तै के छ हिरो ल हाम्रो यही हो ल। नाइस ठुलो रहेछ त यार। खै ट्याङ्क ब्याग त खतम हुन्न। इट्स नाइस। यस्तो बनायो भने चाहिँ हैन बीचबाट चाहिँ छिर्छ के पानी हैन। बीचमा केही नराख्ने भए चाहिँ वाटरप्रुफै हुन्छ हो। हाम्रो त यो छेउको स्टिचिङबाट चाहिँ छिर्दैन हैन। यो बीचको स्टिचिङबाट चाहिँ छिर्छ। ए ओके। मलाई चाहिँ एकजनाले के भनेको थियो भन्दाखेरि होइन, अब मलाई थाहा छैन गर्न मिल्छ कि मिल्दैन। यो लेदर निकालेर यसको मुनि चाहिँ अर्को एउटा हाल्छ क्या। त्यो हामीले त्यही गर्छ। प्लास्टिक हाल्ने हो भित्र हैन। प्लास्टिक हाल्दा नि पानी चाहिँ पस्छ के दाइ हो। ए ओके, के गर्न सकिएला त खै केही न केही त गर्नुपर्छ यार। यसलाई यस्तो बिजोग हुन्छ यार। यसको मेन चाहिँ नै यही स्टिचिङबाट। मेरो चाहिँ यहाँ फुटेको क्या, यहीँ फुटेको कि। अब के गर्दा बेस्ट हुन्छ मलाई केही आइडिया छैन होइन। जस पानी नपस्नु पऱ्यो त्यति हो क्या। कि अब यसको माथि लेयर मात्र चढायो भनेदेखि होइन मलाई त्यो यसो हुन्छ नि त। दुइटा भइसकेपछि त्यो चाहिँ मलाई मन पर्दैन क्या फेरि। यो निकालेर हाल्दा नि राम्रो हुन्छ नि। निकालेर अर्को हाल्ने, प्लास्टिक हाल्ने। निकालेर प्लास्टिक हाल्ने, तर हजुरको फेरि त्यसमा नि छिर्न चाहिँ छिर्छ क्या जस्तो हो। त्यही भने यसको अनि त्यो सिट पनि पस्किसक्यो क्या मेरो पहिला भन्दा। त्यो त फर्म थपेर हामी मिलाइदिन्छ ठ्याक्कै। त्यो नराम्रो नदेखिने गरी नै मिलाइदिन्छ। यो पछाडिकोमा चाहिँ प्रब्लम भएको छैन अहिलेसम्मलाई होइन।
अगाडिकोमा चाहिँ पानी पसेर बिजोकै भयो क्या। हाम्रोमा नि मेन प्रब्लम भनेको चाहिँ बिचमा छिर्छ, छेउमा चाहिँ हामीले भित्रबाट अर्को लेयर हाल्दैछ क्या, छेउबाट चाहिँ छिर्दैन क्या। ओके ल ल अब यहाँनिर हाम्रो भाइले के भन्दैछ होइन हेरौँ ल। सही सही ल त्यसको पनि टाइम पे हो। सो उसले चाहिँ खतरा बनाएको छ सिटलाई एकदम मोडिफाइड नै होइन, बर्न टु स्क्रैम्बल। बिग्रेको छ अलिकति। नाइस। मैले भर्खरै होइन यहाँ भाइकोमा एउटा खतरा दामी चिज देखेँ क्या, यो क्या उसले साइड मिरर राखेको छ नि त। अनि यहाँनिर चाहिँ अब होल देखिरहेको नि त होइन, पानी पस्छ भनेर चाहिँ उसले एउटा यो खतरा हालेको रहेछ। सही हो। कहाँ पाउँछ अरे? जाभा सर्भिस सेन्टरमा पाउँछ। जाभाको सर्भिस सेन्टरमा पाउँछ अरे। नाइस। ओ उसले मोबाइल माउन्ट साउन्ड पनि कडा राखेको रहेछ। सही हो यार। कतिको हल्लिन्छ यो? हल्लिँदैन है? नाइस। दामी हालेको छ नि त। मैले पनि नि तपाईँहरूलाई यस्तै भन्नु खोजेको क्या, ठ्याक्क लगाएर यहाँ हाल्दाखेरि चाहिँ यो स्पिडोमिटरमा चाहिँ अब मोबाइल जान्छ राम्रो देखिन्न। यो ठाउँमा चाहिँ बेस्ट हुन्छ कि फोन राख्नलाई चाहिँ। मलाई चाहिँ स्क्रैम्बलरमा चाहिँ यो पोजिसन बेस्ट लाग्यो मोस्टली ट्राइनमा हो। आज चाहिँ हाम्रोमा केशव दाई आउनुभएको रहेछ। अनि हामी चाहिँ प्रिमियम कभर्स अनि हाम्रो चाहिँ अब फिनिसिङ निस्किसकेको सामानहरू चाहिँ यो हाम्रो एउटा इन्ड्युरोको छ अहिलेलाई। दाइले चाहिँ ट्राइम्पमा हाल्न आइराख्नु भएको थियो। ट्राइम्पको चाहिँ यो पछाडिको एम्ब्रोइड्री भयो हाम्रो, ट्राइम्पको यो भयो। अनि एक्सपल्सहरूको लागि पनि डिजाइनहरू टन्नै छ। अब यो चाहिँ सिलाइसकेपछि फिनिसिङ निस्किन्छ। यो चाहिँ एकजना कस्टमरको हो। अब तपाईँहरूलाई चाहिन्छ भने हाम्रो इन्स्टाग्राम या टिकटकमा फलो गर्न सक्नुहुन्छ, प्रिमियम कभर्स भनेर छ। थ्याङ्क यू। ल निचरमै ल पानी ल यस्तो पानी बस्छ है हाम्रो टाइमको सिटमा म्यान। यो फर्म राम्रो खालको फर्म रहेछ। फर्म चाहिँ होइन ए गम हाल्नु भएको थियो क्या। सही हो ल। मैले त फर्म पनि एड गर्दैछु होइन, टक्क लगाएर अलिकति एड गरौँ। रेडी हो गया ल अब यसो लानु। फर्म एड भएर होला। फर्म एड भएर होला। आफ्टर भएन टक्क लगाएर टाइम पनि छ यहाँ। हाम्रो टाइम पनि लेखिरहेको छ। ल म ठ्याक्कै यहाँ निक्लेँ, अलिक अगाडि आइसकेँ पसलबाट। सो सिट हालियो, सिट भन्दा नि सिट कभर हालियो मेन त। अनि अलिकति फर्म पनि मैले एड गरेँ। मैले एड गर्नु रिजन भनेको चाहिँ हल्का त्यो पच्किएको जस्तो फिल भइरहेको थियो गाइज है। सो फर्म पनि हालियो। अब चाहिँ हल्का कुसनी जस्तो फिल भएछ। नाइस लचक। सो ओभरअल एक्सपिरियन्स सेयर गर्छु, राम्रो रहेछ। भाइहरू पनि एकदम फ्रेन्डली छ। अनि केही नयाँ गर्न खोजिरहेछ, केही गर्न खोजिरहेछ। मलाई चाहिँ अलिकति डिस्काउन्टेड प्राइसमा हालिदियो भाइहरूले। सो प्राइसको बारे पनि भनिदिन्छु। मलाई चाहिँ अब एकदम डिस्काउन्ट गरेर 3200मा फर्म पनि हालेर सबै गरेर दियो केटाहरूले। थ्याङ्क यू। तपाईँहरूलाई पनि चाहिन्छ भनेदेखि चाहिँ डु भिजिट देम। म तपाईँहरूलाई ठ्याक्क लगाएर गुगल म्यापको लोकेसन पनि राखिदिन्छु डिस्क्रिप्सनमा।
तपाईँहरू त्यहाँबाट पनि जान सक्नुहुन्छ र फोन नम्बरहरू पनि एड गरिदिन्छु भाइको। सो तपाईँहरूले कन्ट्याक्ट गरेर जान सक्नुहुन्छ है त। एन्ड अब यसको अब एक्चुअल कतिको अब ऊ छ वाटरप्रुफ छ चाहिँ अब टेस्ट नै गर्नुपर्छ। उसले भाइले चाहिँ 100% प्रुफ छ दाइ टेन्सन नलिनु भने छ, नहुनु के नहोस् पनि। सो त्यही नै हो। अब पानी पनि अलिअलि परिरहेछ, आजै टेस्ट हुन्छ जस्तो